हेलो एभ्रीवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। आजभन्दा 1 महिना अगाडि चाहिँ मैले स्क्विड गेमको डाल्गोना क्यान्डी बनाउन चाहिँ ट्राई गरेको थिएँ फर द फर्स्ट टाइम। अनि आजको भिडियोमा चाहिँ मैले डाल्गोना क्यान्डी कसरी बनाएँ अनि मेरो फर्स्ट एक्सपिरियन्स चाहिँ कस्तो भयो भनेर तपाईँहरूलाई चाहिँ बताउन गइरहेको छु। डाल्गोना क्यान्डी बनाउनको लागि चाहिँ दुईवटा चिज चाहिँदो रहेछ, चिनी अनि बेकिङ सोडा। मसँग चाहिँ डाल्गोना क्यान्डी बनाउनको लागि सेप कटर नभएको भएर चाहिँ मैले यसलाई चाहिँ 2 पटक बनाएँ। पहिलो पटक चाहिँ बनाउँदाखेरि चाहिँ मैले 4 चम्चा चिनी हालेँ एउटा प्यानमा, अनि त्यसपछि यसलाई चाहिँ लो हिटमा पकाएँ। लो हिटमा पकाउँदाखेरि चाहिँ एकदमै धेरै टाइम लाग्दो रहेछ। अनि यो रेडी हुँदै गर्दाखेरि चाहिँ मैले क्यान्डी राख्नको लागि चाहिँ बटर पेपर नभएको भएर थालको युज गरेँ। त्यसमा थोरै तेल लगाएर चाहिँ रेडी गरेँ। अनि हाम्रो चिनी पोग्लिसकेको थियो, अनि चिनी पोग्लिसकेपछि चाहिँ मैले थोरै बेकिङ सोडा राखेर चाहिँ चलाएँ। अनि त्यसपछि थालमा राखेँ। सेपहरू बनाउनको लागि चाहिँ मैले कफीको बिटको युज गरेँ। मसँग चाहिँ सेप कटर नभएको भएर। अनि सबभन्दा पहिला चाहिँ मैले सर्कल बनाउनको लागि चाहिँ क्यान्डी माथि चाहिँ बिटको राखेँ। राख्ने बित्तिकै चाहिँ टाँसिहाल्यो। तातामा चाहिँ टाँसिँदो रहेछ, एकछिन सेलाउन दिनुपर्ने रहेछ। अनि त्यसपछि मैले चाहिँ बल्ल बल्ल निकालेँ। अनि त्यसपछि यसको सेप चाहिँ अलि नराम्रो भएको थियो। सर्कल बनाइसकेपछि चाहिँ मैले ट्रायङ्गल सेप बनाएँ। त्यसको लागि चाहिँ मैले चक्कु लिएँ। अनि चक्कुले चाहिँ यसरी मैले चाहिँ सेप बनाएँ। यो चाहिँ मलाई एकदमै सजिलो लाग्यो। अनि यो ट्रायङ्गल मात्र होइन, स्क्वायर पनि सजिलै थियो बनाउनको लागि। हाम्रो 3वटा डिजाइनको क्यान्डीहरू चाहिँ रेडी भइसकेको थियो। अनि अब चाहिँ अरू डिजाइनको क्यान्डीहरू बनाउने पालो थियो। अनि त्यसको लागि चाहिँ मैले 4 चम्चा चिनी फेरि हालेँ प्यानमा। अनि त्यसपछि यसपालि चाहिँ मैले हाई हिटमै पकाएँ, तर चलाएको चलै गरेर। फेरि चलाएन भने चाहिँ एकैताल डढेर कालो हुँदो रहेछ। अनि चलाएको चलै गरेर चाहिँ मैले पकाएँ। अनि पग्लिसकेपछि चाहिँ मैले ग्यास मारेर सोडा हालेँ। अनि सोडा हालिसकेपछि चाहिँ मैले थालमा राखेँ सबै क्यान्डीहरूलाई। अनि सबै क्यान्डीलाई राखिसकेपछि चाहिँ मैले चाहिँ अम्ब्रेला डिजाइनको क्यान्डी बनाउनको लागि चाहिँ ट्राई गरेँ। यो चाहिँ मलाई एकदमै अप्ठ्यारो लागिरहेको थियो बनाउनको लागि, किनभने कटर पनि थिएन। अनि बिटकोबाट बनाउनु चाहिँ अलि अप्ठ्यारै हुन्छ जस्तो लागिरहेको थियो। अप्ठ्यारै पनि भयो। अनि मैले त्यसपछि त्यसको डिजाइन चाहिँ यसरी बनाएँ। अनि त्यसपछि छाताको तलको सेप दिनको लागि चाहिँ मैले चम्चाको युज गरेँ। अनि जस्ट मैले अम्ब्रेला डिजाइन पनि बनाएँ। अनि अम्ब्रेला डिजाइन बनाइसकेपछि चाहिँ मैले हार्ट सेपको डिजाइन बनाउनको लागि चाहिँ ट्राई गरेँ। यो पनि जसो तसो बनाएँ। अनि यस्तो देखिएको थियो डिजाइन चाहिँ। क्यान्डीहरू चाहिँ सबै रेडी भइसकेपछि चाहिँ मैले एकपछि अर्को गरेर निकालेँ। मैले एउटा चाहिँ छुट्याएछु, स्टार चाहिँ बनाउनै बिर्सेछु। हाम्रो सबै क्यान्डीहरू चाहिँ रेडी भइसकेको थियो। अनि अब चाहिँ पालो थियो यसलाई निकाल्ने। अनि अरू क्यान्डीहरू निकाल्नको लागि चाहिँ म कन्फिडेन्ट थिएँ। अनि अलि अप्ठ्यारो लागेको भने चाहिँ मलाई अम्ब्रेला अनि स्टार चाहिँ मैले बनाउनै बिर्सेछु। अनि अम्ब्रेला चाहिँ बनाएको भएर मैले फर्स्टमा चाहिँ अम्ब्रेला लिएँ। अनि निकाल्नको लागि एउटा सियो अनि लाइटर पनि लिएँ। यसको चाहिँ यहाँ यतापट्टि चाहिँ छुट्टी यो निकाल्न चाहिँ अलिकति अप्ठ्यारो छ। यहाँनिर चाहिँ राम्रो सेप पनि होइन। अम्ब्रेलालाई चाहिँ निकाल्नको लागि चाहिँ मैले धेरै बेर लगाएर सियोलाई तताउँदै बिस्तारै बोक्दै निकाल्न ट्राई गरेँ। अनि सबै कर्नरहरू पनि छोडिसकेको थियो, निस्किन्छ जस्तो पनि लागिरहेको थियो। लास्टमा सियोले तताएर बोक्दाखेरि चाहिँ फुट्यो। अनि त्यसपछि मैले अरू सेपहरू सर्कल अनि ट्रायङ्गल स्क्वायरलाई चाहिँ मैले राम्रोसँग सजिलैसँग निकालेँ। अनि त्यसपछि मैले सजिलैसँग निकाल्न सक्छु होला जस्तो लागिरहेको थियो। हार्ट सेप चाहिँ त्यो चाहिँ निकाल्न सकिनँ, त्यो पनि फुट्यो।